ल सबैजनामा दर्शन नमस्ते भन्दै म हजुरहरूमाझ उपस्थिति भएको छु एउटा सानो गजल लिएर। सबैजनाले सुनेर महसुस गरेर गजललाई माया गरिदिनुहुन्छ भन्ने कुरामा आशावादी छु। हजुरहरूलाई कस्तो छ, कहाँ हुनुहुन्छ, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ मेरो भिडियोलाई, सबैजनाले लाइक, सेयर, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला है त भन्दै अहिलेलाई चाहिँ म गजलतर्फ लागेँ, स्वीकार्नु होला। गजलको शीर्षक रहेको छ अधुरो प्रेमपछि हारेको आत्मा। यो मेरो आफ्नै दुखी आत्माबाट फुरेका गजलहरू हजुरहरूमाझ पस्किन गइरहेको छु। फुलै फुलको डोली चढी तिमी जाँदाखेरि, फुलै फुलको डोली चढी तिमी जाँदाखेरि, मलाई पनि लान्छन् होला पहेँलो त्यो कात्रो बेरी, मलाई पनि लान्छन् होला पहेँलो त्यो कात्रो बेरी। सुन्दा कस्तो कस्तो लाग्छ होला हैन शब्दहरू, तर ठिकै छ, मेरो भित्र आत्माबाट फुलेको शब्दहरू हो। मैले त्यही पनि हजुरहरूमाझ मनको भव बिसाउने चौतारी हजुरहरूलाई नै ठानेको छु। हजुरहरूले पक्कै पनि मेरो सल्बो लागेको मनलाई शीतल छहारी बनेर सहारा दिनुहुन्छ भन्ने आशा गरेको छु। गजललाई फेरि। फुलै फुलको डोली चढी तिमी जाँदाखेरि, फुलै फुलको डोली चढी तिमी जाँदाखेरि, मलाई पनि लान्छन् होला पहेँलो त्यो कात्रो बेरी, मलाई पनि लान्छन् होला पहेँलो त्यो कात्रो बेरी। यो जुनीमा हामीसँगै खुसी हुन नपाए पनि, यो जुनीमा हामीसँगै खुसी हुन नपाए नि, मन बुझाउनु मेरी प्यारी मोबाइलमा तस्बिर हेरी, मन बुझाउनु मेरी प्यारी मोबाइलमा तस्बिर हेरी, मलाई पनि लान्छन् होला पहेँलो त्यो कात्रो बेरी। पहिले किन मन दियौ छोडी जानु थियो भने, पहिला किन मन दियौ छोडी जानु थियो भने, आखिरीमा जिउँदै मार्यौ वचनको बाणले बेरी घेरी घेरी, आखिरीमा जिउँदै मार्यौ वचनको बाणले घेरी घेरी, मलाई पनि लान्छन् होला पहेँलो त्यो कात्रो बेरी। अन्तिम शेर छ मेरो गजलको। तिम्रो सामु कहिले आउँदिन म मेरै बाटो लागे, तिम्रो सामु कहिले आउँदिन म मेरै बाटो लागे, मेरो बास स्वर्गमा छ तिमलाई नयाँ घर घडेरी, मेरो बास स्वर्गमा छ तिमलाई नयाँ घर घडेरी, फुलै फुलको डोली चढी तिमी जाँदाखेरि, मलाई पनि लान्छन् होला पहेँलो त्यो कात्रो बेरी, मलाई पनि लान्छन् होला पहेँलो त्यो कात्रो बेरी। धन्यवाद। मैले तपाईँहरूमाझ जानी नजानी मनभित्र गुम्सिएका शब्दहरूलाई कापीको पानामा उतारेर तपाईँहरूमाझ पस्किने एउटा साहस गरे। हजुरहरूले सबैजनाले मेरो गजललाई राम्रो नराम्रो सुनेर प्रतिक्रिया दिनुहुन्छ र मेरो च्यानललाई लाइक, सेयर, सब्सक्राइब एन्ड कमेन्ट गरेर मिठो मिठो सल्लाह सुझाव दिनुहुन्छ भन्ने आशावादी हुँदै अहिलेलाई चाहिँ हजुरहरूमाझ अर्को फेरि कुनै गजल लिएर आउने बाचासहित। जय नेपाल, जय दुखी आत्मा।